आफ्नो नर्मल फोटोलाई एचडी क्वालिटीमा बनाउन चाहनुहुन्छ कि आफ्नो फोटोको छेउको कुनै पनि अब्जेक्टलाई रिमुभ गर्न चाहनुहुन्छ कि आफ्नो फोटोमा आफूले चाहे जस्तो ब्याकग्राउन्डलाई एड गर्न चाहनुहुन्छ। अब चिन्ता लिनु पर्दैन किनकि तपाईहरुको भाइ आइसकेको छ। अब सबै कुरा म सिकाउँछु। त्यही भएर भिडियोलाई ध्यान दिएर हेर्नु होला। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब र फलो गर्न नबिर्सिनु होला। सबैभन्दा सुरुमा चाहिँ तपाईहरुले प्ले स्टोरलाई ओपन गर्नु होला। प्ले स्टोरलाई ओपन गरिसकेपछि माथि सर्च बारमा गएर म्याजिक इरेजलाई सर्च गर्नु होला। त्यो मैले अलरेडी डाउनलोड गरिसकेको छु र तपाईहरुले पनि डाउनलोड गर्नु होला। ओपन गरिसकेपछि चाहिँ तपाईँको इन्टरफेस आउँछ र यो एडलाई चाहिँ क्यान्सल गरिदिनु होला। यहाँनिर हेर्न सक्नुहुन्छ यो फर्स्ट अप्सनले गर्छ फोटो ब्लरलाई क्लिन र अर्को आउँछ अब्जेक्टलाई रिमुभ गर्ने र अर्को आउँछ ब्याकग्राउन्डलाई रिमुभ गर्ने अनि अन्य अरु पनि फिल्टरहरु छ जुन तपाईहरुले हेर्न सक्नुहुन्छ र आफ्नो तरिकाले युज गर्न सक्नुहुन्छ। तर अहिले चाहिँ हामी कसरी एचडी क्वालिटी बनाउने र कसरी अब्जेक्टलाई रिमुभ गर्ने अनि कसरी ब्याकग्राउन्डलाई रिमुभ गर्ने सो र सुरुमा चाहिँ हामी होला क्यान्सल गरिसकेपछि एकैछिन लोड लिन्छ। यो फिल्टरले लोड लिइसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ यताको आफ्टर राइट साइड र लेफ्ट साइडको छ बिफोर। सो हेर्न सक्नुहुन्छ यस्तो फोटो छ जुन चाहिँ हामीले जुम गर्दा नि च्यातिन्छ। अब यसलाई नै चाहिँ हामीले क्लिन गरिसकेपछि यो चाहिँ नर्मल हुन्छ। हाम्रो चाहिँ कुनै पनि च्यातिने कुरा हुँदैन। यहाँ गरिसकेपछि यहाँ नेक्स्टमा थिच्दिनु होला। नेक्स्टमा थिचिसकेपछि तपाईले यसमा फिल्टरहरु पनि युज गर्न सक्नुहुन्छ। है फिल्टरहरु युज गर्नु पनि सक्नुहुन्छ। माथिको अप्सन छ हाम्रो सेभ र हामीले यहाँ सेभ गर्न सक्छौं। सेभ गरेर यहाँ न्यू इमेज पनि आएको छ। सो हामीले सेभ भइसक्यो चाहिँ हाम्रो ग्यालरीमा र अब हामीले के गर्ने त भन्दाखेरि क्वालिटी भइसक्यो र अब्जेक्ट रिमुभ गर्नुपर्यो। अब हामीले अब्जेक्ट रिमुभमा थिच्नु होला। हटाउने हो त भन्दाखेरि यो रुखलाई हटाम अनि जुन चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ यहाँ नि यो डटको अप्सनमा जानु होला यहाँ अनि आफ्नो हिसाबले यो इलेजलाई सेट गर्न सक्नुहुन्छ। यो चाहिँ 50 मा राख्नु होला अनि कति एरियालाई चाहिँ हामीले रिमुभ गर्ने हो त यसलाई यहाँ गर्नु होला। हुन्छ अहिले म तपाईहरुलाई देखाउनको लागि मात्र त्यही भएर मैले मजाले गरिन। तपाईहरुले चाहिँ मजाले ध्यान दिएर गर्नु होला। अब यहाँ रिमुभको अप्सन छ र यो रिमुभमा थिच्नु होला। रिमुभमा थिचिसकेपछि केही बेर चाहिँ लोड लिन्छ र हाम्रो चाहिँ फाइनली क्लिन गरिदिन्छ यसले। अब जाउँ हामी यसको ब्याकग्राउन्ड चेन्ज गर्नतर्फ। ब्याकग्राउन्ड देखिसक्नु भएको छ यहाँ रिमुभ ब्याकग्राउन्ड र यो रिमुभ ब्याकग्राउन्डमा थिच्नु होला। रिमुभ हामीले एडलाई रिमुभ गर्दाखेरि चाहिँ हाम्रो ब्याकग्राउन्ड पनि रिमुभ भइसकेको हुन्छ बिफोर आफ्टर। अब यहाँ चाहिँ नेक्स्ट गर्नु होला र यहाँ आफ्नो